आजको भ्याकेन्सीमा हामी नेपालको मिडिया क्षेत्रमा काम गरिरहेको मिडिया प्रणाली प्रिसिएम बेस्ड रिफाइनरी प्राइभेट लिमिटेडले आफ्नो मिडिया एन्ड ब्रान्ड कम्युनिकेसन म्यानेजरको लागि आवेदन दिन आग्रह गरेको छ। नमस्कार, म बलराम यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु यात्रा ब्लुज युट्युब च्यानलमा। साथमा हजुरहरूलाई कुनै पनि प्रकारको सिभी र कभर लेटर बनाउनु परेमा हामीलाई सम्झाउन सक्नुहुनेछ भन्दै लागु आजको भ्याकेन्सी मिडिया एन्ड ब्रान्ड कम्युनिकेसन्स म्यानेजर भ्याकेन्सी 2026 प्रिसिएम वेस्ट रिफाइनरी प्राइभेट लिमिटेड्स। एबाउट दिस भ्याकेन्सी भनेको छ भ्याकेन्सीको बारेमा चाहिँ जानकारी दिने प्रकार छ। प्रिसिएम वेस्ट भ्याकेन्सी प्राइभेट लिमिटेड नेपालको पहिलो आधिकारिक मेटल रिफाइनरी एन्ड वेस्ट रिफाइनरी कम्पनीको मिडिया एन्ड ब्रान्ड कम्युनिकेसन्स म्यानेजर पदका लागि उपयुक्त क्यान्डिडेट चाहिँ आह्वान गरेको छ। जब समर रहेको छ। पोस्टिङ चाहिँ मिडिया एन्ड ब्रान्ड कम्युनिकेसन म्यानेजर हुनेछ भने कम्पनी प्रिसियस वेस्ट प्राइभेट लिमिटेड छ काठमाडौँदेखि हेटौँडासम्म ट्राभल पनि गर्नुपर्नेछ र फुल टाइम रहनेछ। जब लेभल भनेको चाहिँ सिनियर हो। भ्याकेन्सी 1 जना र एजुकेसन क्वालिफिकेसन भनेको छ ब्याचलर्स अफ मास्टर डिग्री सम्बन्धित विषयवस्तुमा, एक्सपिरियन्स 5 वर्षभन्दा बढी सम्बन्धित विषयवस्तुमा को क्षेत्रमा काम गरिरहेको भनेको छ। र यसै गरेर यसको चाहिँ मुख्य जिम्मेवारी भनेको ब्रान्डिङ तथा पब्लिकेसनहरू गर्नुपर्ने, रेडियो तथा टेलिभिजनहरूको मिडियाको प्रचार प्रसार गर्नुपर्ने, ब्लग आर्टिकल प्रेस र औपचारिक कन्टेन्ट तयारी गर्नुपर्ने भनेको छ। जनतामूलक सामग्री प्रचार प्रसार गर्नुपर्ने, डाइरेक्ट चाहिँ सिइओसँग सहकार्य गर्नुपर्ने भनेको छ। र यसै गरेर आवश्यक योग्यता अघि भनिहाले आवश्यक योग्यताको बारेमा। ब्रान्ड एन्ड स्किल भनेको छ ब्रान्डिङ, स्ट्रेटेजिक थिङ्किङ, कन्टेन्ट डेभलपमेन्ट, बिजनेस इस्टाब्लिस आदि रहेका छन् भनेपछि। र यसको चाहिँ आवेदन दिने अन्तिम मिति चाहिँ मैले अफिसियल जब लिङ्क राखिदिएको छु, त्यसमा तपाईँहरूले त्यो गर्न सक्नुहुनेछ होइन। र यसै गरेर नयाँ नयाँ भिडियोहरूको लागि, नयाँ नयाँ वेबसाइट जबहरूको लागि चाहिँ हाम्रो सुदूरपश्चिम जब नेपाललाई चाहिँ सम्झाउन सक्नुहुनेछ। र यो भिडियो चाहिँ विशेष गरेर यात्रा ब्लुज च्यानलमा आउँछ। जस्तो लाग्यो भिडियो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। आजको लागि यति नै। अर्को भिडियोमा भेट्नेछौँ। तब धन्यवाद।